यहाँ तलको चाहिँ आँधी खोला हो यो तल्लो सब गाइस इट्स मी एचएस2 भ्लग तपाईहरुको सामुमा आइसकेको छु फेरि पनि अस्ति छरे खोला गएको त देखिसक्नु भयो होला अहिले चाहिँ एक्लै छु किनभने कोही पनि छैन नि त यहाँ घरतिर साथीहरु पनि सबै बाहिर छन् आज चाहिँ त्यो हिमाल पनि सिक्लेसतिर गए अहिले चाहिँ म एक्लै चिउरीतिर घुम्न जाम भनेर हजुरहरुलाई नि देखाउनुहुन्छ लेट्स सी के हुन्छ म एकपाली विष्णु दाइको घर जान्छु विष्णु दाइको घर भनेपछि विष्णु दाइको ग्यारेजमा जान्छु त्यहाँ गएर भेटम लागेको छ है त सो म विष्णु दाइकोमा आइसकेको छु हेर्न सक्नुहुन्छ विष्णु दाइको ग्यारेज यही छ यहाँ चाहिँ बाइक धुने मेरो बाइक यहाँ छ यस्तो छ गाडीहरु यहाँबाट हिँडिरहेको हुन्छ विष्णु दाइ के हो ह्यान्डसम देख्के जो तिमी त कहाँ हो हुन नि हो त यही सेतो एनएस हैन र अस्ति भएको यहाँ बन्न भनेर आएको यही एनएस हो कि होइन होला यस्तो छ यहाँ सेकेन्ड ह्यान्ड पार्ट पाइन्छ यहाँ के भाइको तेल छ कि नै यार खतरा पड्काउँछ साइलेन्सरै थिएन है यसको यहाँ सेकेन्ड ह्यान्ड माल पाइन्छ यहाँ के हो फर्स्ट ह्यान्ड त सब प्याक भइरहेको हुन्छ सेकेन्ड ह्यान्ड चाहिँ विष्णु दाइले राख्नुहुन्छ यहाँ त्यही हो कसैलाई बाइक बनाउन छ भने यहाँ आउन सक्नुहुन्छ सबैजना बाइतरी बजार यहाँ हो भने हरियाली यहाँ हो यही थिम छ ट्याक्क हेर्नुहोस् अब चाहिँ म यहाँबाट जान्छु होला उतातिर गएर भेटौँला है त एकैचोटि अब म चाहिँ यहाँबाट हिँडिसकेँ हेर्न सक्नुहुन्छ यस्तो गरौँ भने पढ्नु पनि छ हामीले ल विष्णु दाइकोबाट म हिँडिसकेँ फाइनली आज चाहिँ एक्लै हो किनभने अरू कोही पनि छैन नि त त्यही भएर आज चाहिँ एक्लै हिँडेको के देखोर पर्छ भनेर कति दुईटा हिँड्ने र भनेर हो आज चाहिँ एक्लै हिँडेको यो हो बाइटरी बजार मेरो पछाडि देख्न सक्नुहुन्छ बाइटरी बजार सुक्क जानुपर्ने हुन्छ किनभने झ्याउ लाउँछ नि त एक्लै बिस्तारै जान्छु सुल्ल एक्लै पनि मजा आउँछ त्यस्तो नमजा भन्नु त हुन्न अहिले बाटो चाहिँ बिग्रेको रहेछ कारणले गर्दा अलि त्यही हो सरकारी आइसक्नु कडेर गइरा भन्छ यहाँ यो पर्सन छिटो हुन्छ तर अहिले बाइकको कन्डिसन छैन नि त राम्रो त्यही भएर मैले कटाएको पनि छैन अहिलेलाई चाहिँ यही यो कोच यो भन्दा कोच भन्दा यो सिन राम्रो देखिन्छ कि अगाडिको सिन राम्रो देखिन्छ भन्नु होला है त है त गाइस चिउरी पुल यस्तो देखिन्छ है अलरेडी केटाहरू रहेछन् यहाँ चाहिँ चिउरी पुल चाहिँ यस्तो छ है यो माथिको चाहिँ नि यो कता गयो यो मन्दिर चाहिँ नि केदारनाथ मन्दिर हो यो त्यहाँबाट देख्दै हुनुहुन्छ नि यो चाहिँ केदारनाथ मन्दिर हो यहाँको बाटो चाहिँ डर लाउदो छ किनभने हेर्न सक्नुहुन्छ नि त यहाँ हजुरहरूले यहाँ भिड छ क्या बवाल ठुलो भिड छ यही हो बाइक चाहिँ मेरो यहाँ छ अब चाहिँ म लाग्न पर्ने हुन्छ अलि तल किनभने त्यहाँ चटपट पाउँछ मिठो न मिठो चटपट पाउँछ क्या त्यहाँ त्यही भएर चाहिँ तल चाहिँ जानुपर्ने हुन्छ है त अब सिधै एकैचोटि तल गएर भेट्ने भन्दा नि म बाटोमा फेरि बढाउँछु त बाइक गाइस यस्तो छ है हाम्रो चाहिँ चिउरी पुल भनेर चाहिँ त्यो पुललाई मात्रै हो चिनिने यो चाहिँ चिउरी भिर भनेर चिनिन्छ है त हेर्न सक्नुहुन्छ
यस्तो छ बाटो चाहिँ नि सल्ल बग्नु हो। यसमा चाहिँ जति सुक्दा हुन्छ यहाँ हेर्नु अनि भन्ने यो चाहिँ बुटोल पोखरा हाइवे है। यो पृथ्वी हाइवे के हो यो सिद्धार्थ हाइवे हो। कस्तो छ्या म पढेको काम लागेर गाइज यो सिद्धार्थ हाइवे है। सिद्धार्थ राजमार्ग है त गाइज। यो चाहिँ यतिको बर्निङ चाहिँ हाल्नुपर्ने हुन्छ एउटै हातले भयो भने मैले अब बिस्तारै जाम। यहीँ हो मेरो डेस्टिनेसन भनेको नै। यही हो चिउरीको पास्ता। यस्तो भिड छ नि यहाँ ओहो भन्ने कुरा नगर्नु। यस्तो धेरै भिड छ। यहाँ त रातिमा हिँड्न त डेन्जर हो डेन्जर। लास्टै डेन्जर एक्लै हिँड्दा झन् मजा आउने है। यहाँ तलको चाहिँ आँधी खोला हो। यो तल्लो चाहिँ आँधी खोला हो। भिड चाहिँ यहीँ छ। म पनि यहीँ छु गाइज। म चाहिँ यहाँ अब चाहिँ एकैछिन चटपट खान्छु। चटपट खाएर एकछिन यहाँ हजुरहरूलाई भ्यूहरू देखाउँछु। त्यसपछि चाहिँ नि म फेरि वालिङ जाने काम पनि छ किनभने त्यहाँ फोन बनाउनु दिएको हो। त्यो अर्को चाहिँ नि त्यो फोन चाहिँ लिन जानुपर्ने हुन्छ म चाहिँ त्यहाँ। त्यही अहिलेलाई सिन हेर्नु है यस्तो छ सिन बवाल। गाडीहरू पनि यहाँ हिँडिरहेको हुन्छन्। यस्तो छ गाडीहरू बवाल छ कि गाडी हिँड्ने ठाउँ चाहिँ। यहाँ चाहिँ बवाल ठाउँहरू छ। हेर्न सक्नुहुन्छ घुम्न सक्नुहुन्छ। अब मैसँग घुम्न चाहनुहुन्छ भने मलाई चाहिँ मेसेज गरेर नम्बर सोध्न सक्नुहुन्छ। म नम्बर छोडिदिइहाल्छु नि हजुरहरूलाई। फाइनली चटपट चाहिँ भनेर आइसक्यो। यस्तो छ त्यो चटपट। यो भ्यू हेर्दै यताको भ्यू हेर्दै चटपट खानुको मजै छुट्टै। चटपट खान पनि सकिएन एकजनाले। के भयो आज अरू बेला त खाइदिन्थ्यो चटपट। आज चाहिँ खान पनि सकिएन। यो चाहिँ ठेसर भन्छ कि ट्रेसर भन्छ मलाई अलि राम्रोसँग आएन। ट्रेसर हो क्या हो यो चाहिँ। यहाँ एउटा होटल पनि थियो लभली हो क्या लभली किचन यहाँ थियो। यो चाहिँ अङ्कलको हो यहाँ हुनुहुन्छ। यहाँ चाहिँ भिडियो बनाउनुहुन्छ। मेरो बाइक चाहिँ यहीँ बसिरहेको छ। यस्तै सक्नुहुन्छ यता। यही हो चिउरी पुल। सबैजना आउनु होला हेर्नको लागि। कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट पनि गरिदिनु होला। यो अङ्कलको हो। यस्तो छ है त। यहाँ चाहिँ चिउरी भिर भनेर चिन्छ जसले नि मजाले नै चिन्छ। यस्तो भ्यू देखिन्छ नि रमाइलो हुन्छ। रमाइलो छ यहाँ चाहिँ। पानी परेको बेला आउनु न झन् रमाइलो हुन्छ यहाँ भने जस्तो रमाइलो झन् त्यति बेला हुन्छ। पहिला त यहाँ चिया पनि पाउँथ्यो जाडोमा है अङ्कल। अहिले चाहिँ गर्मी लाग्यो झ्याप्पै कोही पनि आउनुहुन्न। यहाँ जे पनि पाइन्छ। नपाइने भनेको केही पनि छैन यहाँ। सिजन अनुसार चल्नुहुन्छ अङ्कल चाहिँ सिजन अनुसार चल्नुहुन्छ नि त। किनभने जाडोमा धेरै जसोले चिया रुचाउँछ। यो पछाडिको भ्यू हेर्दै खानलाई त त्यही त हो नि। चिया बेस्ट हो। चियाहरू बेच्नुहुन्छ। अहिले चाहिँ गर्मी लाग्यो त्यही भएर चाहिँ नि अहिले त्यस्तो छैन चिया बेच्ने त्यस्तै छैन। किनभने कसैले नि खाँदैन नि त चिया बेचेर अनि काम छैन। त्यही भएर अङ्कलले चाहिँ चटपटहरू अनि यहाँ देख्दै हुनुहुन्छ यस्तो सामानहरू चाहिँ बेचिराख्नुहुन्छ। त्यही हो अरू त के भन्ने हो र। हजुरहरूलाई कस्तो लाग्यो यहाँबाट मैले एउटा भ्यू देखाउँछु हेर्नु है।
हो झम्मै चिप्लेको यार। यहाँबाट हेर्नु है त्यो सिन यस्तो बब्ली देखिन्छ नि यहाँबाट त। ओहो नि भ्यू देखिन्छ भ्यू यस्तो छ है। यहाँ तल चाहिँ सब भिड हो कि देखेको छ कि नै यहाँ तल चाहिँ सब भिड हो। र अहिले चाहिँ म निस्किन्छु मलाई ढिलो भएको छ म वालिङ पनि जानुपर्ने हुन्छ त्यही भएर चाहिँ म धेरै भुलिनँ। पेट्रोल पनि छैन यार वालिङ जानलाई। कोची भन्दिनको बाटो चल्दिने हो यत्रै कोची भन्दिनको बाटो हिँडेपछि हाइसुक्कै कि आनन्दै पेट्रोल भयो नि पुग्छ नभए पनि पुग्छ। अब वालिङतिर अब कोही केटाहरू भयो पुग्यो लिएर आइपुग्यो भन्नुहुन्थ्यो अहिले कोही पनि छैन वालिङतिर नि गाह्रो छ हौ गाह्रो छ। म पुल चाहिँ अहिले यो पालि गर्दिनँ किनभने यो पालि म छैन कि यो पालि चाहिँ म पुल गर्दिनँ किनभने म एक्लै छु नि त एक्लै पनि के गर्ने हुन्छ कि अब यत्रो बाटो होइन यहाँबाट हेर्दा मात्रै ओह्रालो आउँदाखेरि त उकालो छ के यस्तो ठाडो छ त्यही भएर चाहिँ म अहिलेलाई चाहिँ गइनँ है। कृपया त्यसको लागि चाहिँ नरिसाउनु होला। म अर्कोचोटि आउँदा चाहिँ यो पालिलाई म पसिनँ है त गाई। बाटोमा गोरु छ है त गाई सम्हालेर सम्हालेर सम्हालेर। बाटोमा गोरु छोडिदिएको छन् त्यस्तो नगर्नु पर्ने होइन खासमा चाहिँ। अब छोडिदिइसकेपछि हामीले पनि के भन्न लाग्यो त होइन र। अब हेर्नु यहाँ एउटा पसल आउँछ होइन यहाँ पसल चाहिँ बबाल थियो क्या पहिला म आउँथेँ क्या यहाँ म मात्रै होइन धेरै साथीहरूसँग आइन्थ्यो रमाइलो गरिन्थ्यो। अहिले चाहिँ भने जस्तो आउन पाउनु पाइएको छैन नि त। आजभोलि यो पसल हो यो पसल देखिसक्नुभयो होला झन्ने खाल्टामा गइएन अच्छा त्यस्तै हुन्छ कि जे होस्। अब यो फोन चाहिँ कसरी अड्काएको हो भन्दाखेरि चाहिँ नि त्यहाँ मैले त्यो सिसामा अड्किने हुन्छ नि आजभोलि चढिरहेको छ नि त्यो यत्रो सानोवाला यस्तोवाला के हो त पड्काउने चिप्काउने त्यसले चाहिँ नि यो मिररमा चिप्काएको छु अनि त्यसले चाहिँ नि फोनमा अनि च्याप्प चिप्केको छ कि अहिलेसम्म चाहिँ यस्तरी फुस्केर धोका चाहिँ दिएको छैन। के हुन्छ भन्दा चाहिँ नि धोका दिएको अहिले चाहिँ धोका दिएको छैन किनभने मैले त्यस्तो कुदाएको पनि छैन नि त। मैले पहिलाको जस्तो पागल जस्तो कुदाउनु लाग्यो भने त खस्छ मखैलाई खसेको पनि थाहा हुन्न त्यही भएर मैले पहिलाको जस्तो कुदाउँदा पनि कुदाउँदिनँ कि किनभने म चाहिँ बाइक पनि आउन लागिसकेँ गाई होइन त किन अब के होला त गाई अब के होला अब के होला यहाँ सुस्त पकाउनु पर्ने हुन्छ किनभने यहाँ माटो छ होइन यो मेरो भ्यू पछाडिको कस्तो देखेछ कमेन्ट गर्नु होला है त। दुईवटा हात छोडी पनि हो यो त्यही हो। मेरो आवाज अलिक सानो आयो होला यार किनभने म सुस्त बोल्छु नि त चर्को बोल्दिनँ नि त त्यही भएर नि त। त्यो भएर तुम्हारा नाम के चोरी देऊ लौ न मलाई रिसमी आङ्गालोले यो बाइन्डरी बजार मेरो पछाडि हेर्न सक्नुहुन्छ बाइन्डरी बजार
कस्तो देख्दैछ तपाईँ चाहिँ बजार गाई कमेन्ट देऊ। म चाहिँ डिस्ने गाईकोमा आइसकेँ गाई। अरूलाई जानु हुँदैन म निस्किसक्छु यहाँबाट। यहाँबाट तलतिर चाहिँ मेरो घर है त चाहिँ यता तलतिर चाहिँ झलुङ्गे भन्छ पारी झलुङ्गे चाहिँ यो पुल पारी छ पुलै पारी छ। यार मलाई बाटोले न्यु खोज्यो मलाई टिक्यो भन्न नहुने किन ल फेरि बाटोमा भेटौँला गाइस। यो त धेरै लामो भयो जस्तो मान है त। घरबाट म वालिङ पुगेर पनि सबै काम भ्याएर पनि आइसकेँ है। अबको चाहिँ नि म वहाँ वालिङ जाँदा चाहिँ देखाउन पाएन। अहिले आजको लागि चाहिँ यति नै भयो। अब चाहिँ भोलि पर्सि कहिले हुन्छ त्यति बेला भेटौँ न। माया गरिदिनु होला है त। बाई बाई गाइस।